बुइपा डाँडाकट्टीबाट उता बामराङ काउलेको भ्यू। यो दुईटा ठुलो एउटै साइजको चाहिँ अब हाम्रो योगेश राज दाइको घरको माथिल्लो चाहिँ 4वटा भएको, राइट साइडको 2टा चाहिँ, दायाँ साइडको 2टा चाहिँ हाम्रो, त्यसको माथिल्लो घर नवराज दाई, काउले अलिकति यताउता छ। यो सिरिसे चाहिँ यो उसले छल्यो, यो पारिटोल चामसरी दिदीको घर माथिल्लो तल्लो लालकिरण केशर रामदाईको माथि चाहिँ अब रुद्र दाई चामसरी पतिप्पाको घर भयो। त्यो भने अब शङ्खु डाँडा चाहिँ यता भयो, तल्लो शङ्खु र माथिल्लो शङ्खु डाँडा। यो काउले भने यतापट्टि चाहिँ कट्टी, बामराङ कट्टी। आउँछ र यहाँ काउले, यो काउलेबाट यो चाहिँ कसो घर रहेछ हैन, यो चाहिँ थाहा भएन, मम्मीलाई थाहा छ। अनि यता चाहिँ अब ल आऊ यता आऊ, के गरेको खेलेको, आऊ आऊ बुढो माउलो, तिम्रो बुढो माउलो है। यहाँबाट चाहिँ सट्टा बाटो त राम्रो रहेछ। बोजूको माउलो घर यहाँ माथि, यहाँ अलिक मास्तिर जस्तो लाग्छ, म ठ्याक्कै चाहिँ थाहा छैन। यिनीहरू सबै नै हो। माइला मामाकोले बनाउनु भएको घर होला यो, सानो यो जस्तो लाग्यो मलाई। भरे भिडियो मम्मीलाई देखाउनुपर्छ भिडियो, अथवा बाजेलाई, अनि थाहा हुन्छ। यो चाहिँ हो जस्तो लाग्यो है मलाई। यता पनि छ, यो घर भयो। अनि यो घर, कोदो यो चाहिँ हो जस्तो लाग्यो है, माइला मामाले बनाउनु भएको घर। यो र योमा कुन चाहिँ हो, यो चाहिँ हो, यो चाहिँ यो 2टा होला। त्यहाँ उता टोइलेट, त्यहाँनिर किचन, कस्तो मजाको भन्नु छ। यो अशोका प्लान्ट हो, यो रुख। यो कोदो चिन्यौ नि होइन, लज्जावती झार। त्यही हो, त्यही नै हो के। नहल्याउनु ल।
हाम्रो कपडाहरू देखिया छ है। ओइ ढुङ्गा हान्नु त लाग्छ नै देख्न गर्नु हेर न हाम्रो लिची फार्म हाम्रो डल्लो लिची हेर्नु न त उहाँ बामरङ काउले हाम्रो घरलाई तानेर ल्याउँ। खै मान्छेहरू देख्न सक्दैन रहेछ बुइपा डाँडाबारी कट्टी डाँडा कट्टीको चाहिँ यो हेलिपेड स्थान अनि के जति हो